आज चाहिँ यो सालको लास्ट खुर्सानी टिप्दैछु। अब चाहिँ जाडो बढ्दैछ युकेमा, अनि अब चाहिँ भित्र लुकाउनु पर्ने हुन्छ, नभए त मर्छ यो बोटहरू सबै। त्यसैले आज चाहिँ म सबै टिपेर यो चाहिँ राख्छु, अनि बोटहरू चाहिँ काटेर लुकाउँछु। त्यो पनि एकछिनमा देखाउने छु हजुरहरूलाई, अब कसरी काटेर लुकाउँछु भनेर चाहिँ। कति आउँदो रहेछ आज टिपेर हेर्नु पर्यो। त्यो माथिको टिप्छ होला नि यसलाई त टिप यो टिप्छु। अब यो सानो ठुल्ठुलो टिप्नु त यसरी बनाउने भयो। टिप्छु यसरी। खुर्सानी चाहिँ खायो है मजाले, अर्को साथमा बोक्नुपर्छ, यो स्टोर गरेर खानुपर्छ। अब बोटहरू सबै काटिदिनुपर्छ आज त। मलाई खुर्सानीहरू बारीमा यसरी टिप्नु साह्रै डर लाग्ने क्या पहिल्यैदेखि। यो मुनि मुनि कति ठुल्ठुलो होइन। यो बोट चाहिँ नकाटौँ कि भन्दैछु, फल्दैछ क्या त्यो। हेर्नु न मजाले पो पलाउँदैछ त। यो चाहिँ राख्नु पर्ला, अरू चाहिँ काट्नु पर्ला। यो बाल्टीहरूमा चाहिँ यहाँ चाहिँ छ्यापी रोपेको छु होइन, त्यसमा चाहिँ लसुन रोपेको छु। उम्रिँदैछ लसुनहरू। काट्दिउँ है। खुर्सानीहरू त अझै बच्यो त यहाँ यिनीहरू बस्यो। यो चाहिँ नकाट्नु कि भन्दैछु नि, त्यतिकै टिपेर खानालाई भित्र लाने कि अट्यो भने चाहिँ अट्यो। अब चाहिँ यो खुर्सानी काट्दिउँ ल। मैले टिपिसकेँ, अब अलिअलि यहाँ बाँकी छ, यो पनि अहिले टिप्छु। के भन्छ काटिदिनु पऱ्यो। यहाँनिर काट्नु होला, यहाँनिर काट्दाखेरि मुना पलाउँछ होला है। अनि हो कैँचीले पनि काट्दैन त, तल काट्यो भने हुन्थ्यो होला। यसरी काटेर अर्को साथ चाहिँ यसमै हाँगा आउँछ। सबै बोटै लुकाउनु पनि सम्भव छैन, हामीले अड्दैन नि त। वेट मऱ्यो पनि मर्छ यसपाल त। यो त धेरै पुरानो बोटहरू क्या, 3 साल भइसक्यो। यहाँ पनि छ है खुर्सानी। टिप्दानी हुँदो रहेछ, पिरै पो हुन्छ त यतिको त, पाकेको छ। सालको लास्ट हो खुर्सानी। यहाँ चाहिँ खुर्सानी काट्ने कार्यक्रम हुँदैछ। आज चाहिँ भित्र लुकाइँदैछ, जाडो बढिरहेको छ अब। तर हिजो आज त न्यानै छ, अब वात्तै चिसो बढ्नेवाला छ। त्यसैले चाहिँ हामी आज खुर्सानी काट्दैछौँ। काटेर चाहिँ भित्र हाल्नेवाला छौँ आज। खुर्सानी पनि यहाँ टिपेको छौँ। यो चाहिँ यसपालको अन्तिम खुर्सानी। अब अघि यहाँ एउटा चाहिँ काटिसकेको छु, यता यिनीहरू चाहिँ काट्न बाँकी छ। यो एउटा चाहिँ नकाटिराख्नु मन छ, किनकि यसरी मजाले फलिरहेछ क्या। यो चाहिँ भित्रको हिटरको तातोले बढ्छ कि भन्ने आश पनि छ। हेरौँ के हुन्छ। हामी यहाँ चिप्ले किराहरू कोट्याउँदैछौँ। अब घरभित्र लाँदाखेरि चाहिँ किरै किरा हुन्छ भनेर। ओ माय गॉड, चिप्ले किराहरू कति धेरै। नुन हाल्नु त मर्यो सबै। यसरी किराहरू चाहिँ हामीले निकाल्दैछौँ भित्र लानलाई।
गमला भित्र लानलाई चाहिँ वाइट यस्तो ढिन्दाको बिसार लाग्छ जस्तो भयो के त भने खुर्सानी त छँदैछ नुन लाएँ अब त हुन्छ होला खानु नि त ल मेरो भागले दिन्छु मैले चाहिँ अब खुर्सानीहरू चाहिँ यो कन्जर्भेटरीमा राख्नको लागि चाहिँ मैले ठाउँ बनाएको छु यहाँ चाहिँ मैले मुनि चाहिँ कार्टुन ओछ्याएर यता चाहिँ यो प्लेटहरू राखेको छु यसो गर्दाखेरि सफा गर्न सजिलो हुन्छ भनेर हाम्रो खुर्सानीहरू चाहिँ भित्र ल्याउनलाई रेडी भएको छ यहाँ सबै बोटहरू काटेर जम्मा 5वटा गमला छ अनि चाहिँ यसरी काटेको छौँ अब यो 3टा चाहिँ यो 2टा चाहिँ नकाटेको यसमा चाहिँ अलिअलि फलेकै छ अनि बोटमा टिपेर खानुको मजा अर्कै हुन्छ नि त त्यही भएर चाहिँ यो भित्रै टिपेर खाने भनेर अनि यो नकाटेको चाहिँ अर्को साल छिटै पनि फल्दो रहेछ त्यो हिसाबले पनि नकाटेको हो यो चाहिँ हामीले यसपाल टिपेको कति हल्लाको यो चाहिँ फर्स्ट वाला गमला जाँदैछ है भित्र त्यहाँ एउटा भयो अब अर्को नि ल्याउनु यसपालको खुर्सानीहरू लुकाइयो अब यो चाहिँ 3 वर्ष पुरानो भइसकेको हो अब मरे पनि दुःख मन चाहिँ छैन तपाईँ बाँचे त राम्रै हो हैन यसपाल चाहिँ मजाले नै फल्यो तर पोहोर साल चाहिँ खासै फलेको थिएन यसरी हामी चाहिँ लुकाउँदैछौँ अब 2 बोट बाँकी छ खुर्सानी हाम्रो गार्डनै लथालिङ्गै छ हो यो चाहिँ फलिरहेछ क्या यो चाहिँ यतिको बोट टिपेर खान मिल्छ कि भनेर राखेको हुने हो कि नहुने हो त्यो अर्को कार्टुन पनि ओछ्याउनु पर्ला है त्यो सानो टुक्रा तर ठिकै छ अहिले एकछिन मिलाउँला फास्ट खुर्सानी आउँदैछ है आयो 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 लौ नानी घर त भर त खुर्सानी त काट्नै पर्ला हो यिनीहरू पनि ल हाम्रो खुर्सानी चाहिँ यसरी बसेको छ है ल घरभित्र आयो खुर्सानीहरू चाहिँ यो चाहिँ बोटमा टिपेर खाने बोटमा टिपेर खानुको मजा अर्कै हुन्छ नि त त्यही भएर चाहिँ लु फाइनल लुक यस्तो भयो हाम्रो खुर्सानीहरू ल भयो अहिले चाहिँ हामीले खुर्सानीहरू सबै भित्र राखिसक्यौँ यो चाहिँ अब खुर्सानीहरू उखालेपछि यस्तो भएको छ हामीले चाहिँ बाल्टीमा लसुनहरू सागहरू रोपेको छौँ यता चाहिँ मेरो लसुनहरू यस्तो भएको छ ठुलो ठुलो हुँदैछ अनि यतापट्टि चाहिँ सागहरू यस्तरी छ गमलामै भयो नि अलिअलि रोपेर घरमै रोपेको साग मिठो हुन्छ नि त नेपाली साग चाहिँ किनेर खानु खासै पाउँदैन सिजनमा मात्र पाउँछ अलिअलि त्यही भएर यस्तो रहेको छ आजको हाम्रो काम चाहिँ उता पर नि सागहरू चाहिँ सारेको छ तर त्यस्तो ठुलो भएको छैन सानो सानो छ तर हुर्किँदैछ फुलहरू पनि सबै मर्यो अब यता अलिअलि बाँकी छ फुलहरू यो फुल चाहिँ अझै फुलिरहेछ हौ यो चाहिँ 7-8 महिनै भयो फुलेको यस्तो रहेको छ हाम्रो फुलहरू सक्यो आजको काम चाहिँ आजको हाम्रो काम यति नै रहेको छ खुर्सानी चाहिँ यसरी कन्जर्भेटरीमा राखिएको छ यहाँ चाहिँ न्यानो भएर चाहिँ बाँच्छ नि त आजको काम थ्याङ्क यू फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला